भारतवर्ष छ नि ऋषिमुनिहरूको तपस्थली हो। पहिले सबै ऋषिमुनि नै हुनुहुन्थ्यो यहाँ संसारमा। अनि जुन ठाउँमा ऋषिमुनिहरूले बसेर तपस्या गर्नुभयो र भगवानको दर्शन गर्नुभयो नि आज त्यो ठाउँमा भागवत कथा हुन्छ। भागवत कथा सबैतिर हुँदैन। बन्दा पानीमा पनि यस्तो चौर त धेरै होला नि, तर किन यहाँ नै भयो? 13 वर्ष अगाडि पनि यही भएको थियो, आज पनि यही हुँदैछ भनेपछि पक्कै पनि यो ठाउँमा पनि कुनै न कुनै ऋषिमुनिले तप गरेर भगवानको दर्शन गर्नुभएको थियो पहिले। त्यसैले आज यहाँ कथा हुँदैछ। कथा जहाँ हुन्छ त्यहाँ भगवानको प्राकट्य भएकै हुन्छ पहिले। र यो यस्तो पवित्र ठाउँ हो नि, यहाँ महादेवको पनि शिर झुक्छ। पवित्र ठाउँ। एक समय भगवान शङ्कर माता पार्वतीलाई लिएर नन्दीमा बसेर नि जाउँ धरतीको भ्रमण भगवान को विवाह उत्सव पाएका छौँ।